साथीहरू हामीले जीवनको बाटो हिँड्ने क्रममा चाहिँ हामीले धेरै मान्छेहरू भेट्छौँ होइन। कति मान्छेलाई हामी आफ्नो मनदेखि सहयोग गर्छौँ भने कतिजनाले हामीलाई पनि सहयोग गरिरहेका हुन्छन् होइन। मैले पनि धेरै आफ्ना मान्छेहरूबाट धेरै जो मलाई माया गर्छन्, जो मेरो साथमा छन्, जो भेटेका छन्, धेरैजनाले सहयोग गरेका छन् मलाई पनि जीवनको यो यात्रामा होइन। अनि मेरो यो जीवनको यात्रामा के अनुभव रह्यो त भन्दाखेरि मान्छेले धेरै खालका मान्छेहरू हुने रहेछन् सहयोग गर्ने होइन। कसैको चाहिँ के हुने रहेछ भने यसलाई गर्दाखेरि यस्तो हुन्छ है भन्ने एउटा कतै न कतै उसको स्वार्थ लुकेको पनि हुने रहेछ होइन। अनि कतिजनाको चाहिँ के पनि हुने रहेछ भने यो मान्छेलाई साँच्चीकै आवश्यक छ, यो मान्छेले डिजर्भ गर्छ, यो मान्छेलाई चाहिँ सहयोग गरिदिउँ, मैले अलिकति सहयोग गरिदिँदाखेरि यो मान्छेलाई राम्रो हुन्छ भने गरिदिउँ भन्ने पनि हुने रहेछ होइन। अनि अनेक धेरै कुरा के आशा राखेर पनि सहयोग गर्ने हुने रहेछ, केही न केही त सहयोग होला नि भनेर पनि हुने रहेछ होइन। तर मेरो कष्टमा चाहिँ के छ भने म चाहिँ कसैलाई पनि केही सहयोग गर्छु भने उसबाट मेरो कोहीसँग पनि केही एक्सपेक्टेसन हुँदैन, यसले मलाई पछि रिटर्नमा केही गर्ला भने केही एक्सपेक्टेसन हुँदैन। मेरो मन यति मात्रै हुन्छ कि मेरो मनमा कि मैले अलिकति प्रयास गरिदिँदाखेरि यो मान्छेको जीवन अझै बेटर हुन्छ, यो मान्छेले खुसी पाउँछ, यो मान्छेको लाइफबाट अलिकति स्ट्रेस जान्छ भने त्यो मेरो लागि एकदम महत्त्वपूर्ण मूल्यवान कुरा हुन्छ जस्तो लाग्छ कि होइन। अनि त्यो कारणले गर्दाखेरि कुनै पनि आशा नराखिकन म चाहिँ सहयोग गर्छु र हरेक व्यक्ति अगाडि बढोस् भन्ने चाहिँ मेरो चाहना हुन्छ।